म चाहिँ अहिले साउदी अरेबियामा छु। सबैजना थाहा छँदैछ होला होइन। भिडियो रेगुलरली हाल्नै पाएको छैन। के हाल्ने हो यहाँ? घुम्ने जाने ठाउँ छैन। दिउँसो घुम्न गयो घामले डढाउँछौ, राति त्यही अलिअलि लाइटले गर्दाखेरि यताहरू राम्रो देखिन्छ। नत्र घुम्ने ठाउँ खासै राम्रो नि छैन। त्यही भएर म यसो घुम्न नि गएको छैन आजकल। म अहिले कहाँ छु? म अहिले खाना खान जानु लाग्छु। नेपालको कति बज्यो? 9 बजे 10 बजे कति बज्यो थाहा छैन। अहिले 7 बजेको छ होइन। के भन्ने हो, यस्तै छ। यहाँ यसरी पानी हालेर आउँछ डेली। पानी हालेन भने मर्छ। डेली पानी हाल्नुपर्छ यसमा। यसको पाइपबाट आउँछ। थोपा सिँचाइ हुन्छ नि नेपालमा त्यस्तै। अहिले बिहानकै टेम्परेचर कति होला? यो 30 माथि 35 पुगिसक्यो होला। दिउँसो काममा जाने बेला यो गाडी तातेर बस्न सकिँदैन। त्यही माथि गएर कुक गर्नुपर्छ गर्मीमा। 2-4वटा अर्डर हान्यो, पसिना पसिना आउँछ। अनि अर्डर सर्डर बनाइँदैन। अर्डर सर्डर बनाउनु छोडिदियो। तर पछाडि बस्ने हो। एसी यत्रो हालेको छ। एसी हाल्न पनि गर्मीले पसिना पसिना आउँछ हो। यति गर्मी छ कि कुरै छोड्यौँ यार। गर्मीले मर्ने भइसक्यो मान्छे। यो सबै मेट्रो चल्ने हो। यहाँ तल गाडी कुदिरहेको छ। घरपछि गाडी छ।